So what's up guys? So हामी चाहिँ आइसक्यौँ वेलकम टु माई भ्लग है कस्तो देखिरहेको अनि सो अब हामी आज शनिबार अनि हाम्रो हाडी गाउँमा चाहिँ आज स्टलहरू भएर मेला जस्तो टाइपको हुन्छ उनीहरू चाहिँ सो आज हाम्रो पनि स्टल हुन्छ अनि त्यो सबै हामीले चाहिँ सबै देखाउँछु अब म आज चाहिँ त्यतिसम्म सबै देखाउँछु सो हेरेर साथ दिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला रिजन ब्लगलाई यस्तो छ होइन अहिले चाहिँ यस्तो छ अहिले चाहिँ अब सबै पसलहरू राखेर चाहिँ लानुहुन्छ के छ किरण ओए के छ ठिक छ हेलो भन्नु नि त ठिक छ यो चाहिँ कृष्णको चाहिँ अब यता टी सर्ट लाउनु आएको कृष्ण चाहिँ आइज नि यस्तो छ है सो अब मेरो अस्ति भन्दा हिजोको भिडियो कस्तो लाग्यो भन्दैन हिजो चाहिँ मैले इभिनिङमा हालेको थिएँ सो अनि कस्तो लाग्छ भन्दैन अनि माया गरिदिनु है माया यस्तो छ यता चाहिँ यस्तो छ है कृष्णको चाहिँ रुम यता हो टी सर्ट लगाएर आउँछ देखाउँछ कृष्ण चाहिँ आइसक्यो होइन टी सर्ट लगाएर यहाँ जान्छौँ स्टलमा अनि अब चाहिँ सोह्र हाम्रो चाहिँ यहाँ अजिमा नेवारी खाजा घर हो होइन त्यस्तो छ सोह्र अब हामी पनि ल माथि चाहिँ अब सफा हुन्छ यहाँ यस्तो छ सरी यस्तो उयो के हो यो ल माकरी यता 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 ल हो खोइ हालेन ट्राई गरौँ अहिले हामी त चोटि ल ल ल क्वालिटी नम्बर 1 यस्तो छ होइन अनि चस्मा कस्तो नआउनु त्यस्तो छ कस्टमर होला राख्नु अहिले होइन अनि अहिले हामीले जान्छौँ अनि त्यसपछि कुरो त्यस्तो छ सो अब यिनीहरू चाहिँ हामीले तल लानुपर्ने हुन्छ अनि मैले यहाँ चाहिँ म स्ट्यान्ड राख्छु पहिला स्ट्यान्डलाई मिलाएर यहीँ ठिक होला के होला यस्तो हुन्छ क्या हामीसँग अनि ट्याक्कै मिलाएर टाइमलेसमा गर्छ है गाइस कस्तो
सो ल गाइस हाम्रो चाहिँ हुँदैछ है यहाँ यसरी सफा हुँदैछ टाइम ल्याप्स हेर्नुभयो होला अनि हाम्रो चाहिँ ल टक्क यसरी माथिबाट चाहिँ यस्तो धुँदैछ यो डबली भइहाल्यो हाम्रो होइन यहाँ तल चाहिँ हाम्रो अब स्टलहरू राख्ने हुन्छ यता पनि हुन्छ सबैतिर हुन्छ होइन अनि टक्क अब हामी चाहिँ यहाँ सफा गर्छौँ सिद्धिन लाग्यो सफा गरेर पनि अनि हेर्दै गर्नु होला अब बेलुकीसम्मको म क्लिपहरू अलिक देखाइरहन्छु पर्दैन भने बत्ती बालिसी राम्रो देख्छ मलाई कस्तो दियो त्यो गाई हाम्रो फाइनल लुक्स हेर्नुहुन्छ सब मिलाएर होइन ट्याक्क भइसक्यो फाइनल लुक्स ल हेर्नु यस्तो हो यहाँ यसरी बस्ने यता नि बस्ने यता नि बस्ने फाइनल लुक्स ल हेर्नुहोस् यस्तो छ है यस्तो छ फाइनल लुक्स अनि अब चाहिँ हामी अब तल मिलाउनु पर्ने हुन्छ तल चाहिँ हाम्रो नगरौँ होला तल चाहिँ ट्याक्क राखिसकेपछि चाहिँ गर्छौँ हामी अनि त्यो अनुसार हुन्छ कृष्ण चाहिँ अहिले त राख बाहिर के मिलाउनु होला कहाँ गर्नु बाहिर अहिले आउँछ होइन सो हामी त्यसपछि कुरो हुन्छ है काट्दै हुन्छ आन्टीले हेलो आन्टी यता हेर्नु न यता हेलो भन्नु न यता आमा हुनुहुन्छ आमा हेलो भनिदिनु हेलो हो यता किमा पाक्दैछ अनि के हो बोडीको चाहिँ तरकारी अनि यता अचारहरू सबै छ है पाक्दैछ सो अनि किमा पनि छ सबै देखाउँछ अब कृष्ण कहाँ गयो कृष्ण पनि पिठो लिएर आइसक्यो छ सो अब हामी चाहिँ सानो निकाल्नु अब हामी चाहिँ त्यसपछि हालेपछि पाउँछौँ है अहिले चाहिँ त्यो हुँदैन सबै चाहिँ माथि छ अरू पनि लाग्छु भने मिलाएर गरेर पनि देखाउँछु अहिले चाहिँ यतिको भएको छ ल त्यहाँ बस्ने ठाउँ जहाँ यस्तो यस्तो म कसरी बनाउँछु अनि पानी चाहिँ हल्का परिरहेको छ सिमसिम पानी अनि यहाँबाट यो अरू चाहिँ अनि हालिदिनुपर्छ अनि त्यो अनुसारले चाहिँ पुरो हुन्छ है अहिले चाहिँ राखिन्छ अब हामीलाई चाहिँ यहाँ माथि पनि सफा भइसक्यो है यसरी पुसेर है यहाँ यसरी पुसेर यहाँ बस्नेहरूमा अनि गरेर चाहिँ टक्कै यस्तो भइसकेको छ अब हामीले लानुपर्ने हुन्छ तल पहिला चाहिँ यो कालमान अङ्कललाई भनेर है हामी हाल्छौँ अनि त्यस्तो त्यस्तो हुन्छ कुरो अनि यो वाला दामी लाग्यो नि घरै देख्छ क्या यस्तो क्या सब मिलाएर गर्दैछौँ हामी अनि आइज नि त अब भएन नि के देखायो नि मलाई देखेन भने गाह्रो पर्छ क्या अझ हामी यो यो सानो लैजाऊ न त होइन त्यस्तो कुरो त्यस्तो छ खाना नगरेर भनौँ न त्यो अहिले यो कहाँ हाल्नु गाई आएर त्यही त हाल्ने त्यो गाई पानी पऱ्यो है
अनि टेन्ट हालिदिएको टेन्ट हालेपछि चाहिँ यस्तो देखाएको छ अनि म टाढो देखाउँछु यस्तो देखाएको टेन्ट हालेपछि चाहिँ अनि यो टेन्ट हो अब यो टेन्ट पनि यता हाल्नुपर्छ अनि त्यसपछि त्यो यताबाट निकालेर गर्नुपर्छ अहिले बाटो बन्द भएपछि अहिले चाहिँ मिल्दैन फेरि त्यो गाडीहरूलाई रोक्न सक्छ त्यो भएर अनि अहिलेको लागि चाहिँ थोरै टेन्ट हालेर अलिकति यता चाहिँ मिलाइहालेको त्यो भएर है सो गाइज अब चाहिँ हाम्रो यस्तो भइसकेको छ यसरी राखिसक्यौँ अनि यहाँ सबै खानेकुराहरू सबै बनिसक्यो यस्तो भइसक्यो होइन यता पनि यसरी के हो अब हाम्रो चाहिँ अलिअलि सामान पनि सिद्धिसक्यो है अलिअलि बनाएको सामानहरू अलिक सिद्धिसकेको छ यता सफुमी छ यता छ है सफुमी छ अनि यता हाम्रो सबै यो यता र यता हाम्रो यो अनि यता सबै ल अहिले पानी खुलिसक्यो अहिले चाहिँ पानी खुल्यो सो गाइस चाहिँ यतिको चाहिँ भइरहेछ है अलिअलि चाहिँ आइरहनु भएको छ अहिले 5 बजेसम्म चाहिँ यतिको चाहिँ भइरहेछ अब पछिसम्म हेरौँ कति हुन्छ सो त्यो अनुसारले हुन्छ है अहिलेसम्म चाहिँ 5 बजीसम्म चाहिँ यति नै हुन्छ हेर्दै गर्नु होला सो त्यही हो रमाइलो छ है यो साग बेच्दै आइरहनु भएको छ मजा छ काम गर्दै थियो अनि ट्याक्सी आइसक्यो ट्याक्सीको आइसक्यो अनि यस्तो भइरहेछ है यहाँ गोब्रो घरमा छ यहाँ चार्जमा भएर अनि यहाँनिर कृष्णको हो क्या यहाँ यस्तो भिडहरू छ होइन यस्तो छ अनि फ्ल्याक्सी गेमर आइसक्यो यसको पनि सपोर्ट गरिदिनु होला मेरो त 150 पुगिसक्यो ब्लगर पकाएर 150 पुगिसकेको छ अब 160 पुग्छ आज बेलुकासम्म त्यही हो हाम्रो चाहिँ 100 पुऱ्याइदिनु होला आज चाहिँ होइन पकाएर रिजनको पनि अब भ्लग छ सबजनाले मेरो भागोहरू चाहिँ सबजना आउनु होला रिजनकोमा सपोर्ट हालिदिनु होला म अब यसको म अब गरेर सब्सक्राइब हालिदिन्छु 99 भएको थियो नि त बिहान त्यही त 97 भयो क्या फेरि कसले भन्छ अनि म त यसकोबाट हालिदिन्छु फेरि ल टक्कर हेरिहालौँ न त अहिले गर्छु टक्कर आउला बाबा त्यहाँ सिउ आउँदा जान्छु घर राख्ने टाइम भइसक्यो सबै राखिसक्यौँ हामीले सबै राखिसक्यौँ तलको त अब राखिसक्यौँ माथि पनि राखिसक्यौँ माथि पनि यसरी राखिसक्यौँ अब अलिअलि बाँकी छ अनि निस्किन्छ यो अहिले स्टल थियो अहिलेसम्म अहिले छैन यस्तो छ है ल अब चाहिँ सबै सिकिसक्यो म चाहिँ घर जान्छु सो आज चाहिँ म एकदम थकित भइरहेको छु होइन सो त्यही भएर म आजको भिडियो चाहिँ यतितिर इन्ड गरिदिन्छु होला सो डोन्ट फर्गेट टु लाइक सब्सक्राइब कमेन्ट है अनि सबैले माया गरिदिनु होला त्यही हो चाहिँ म घर जान्छु अब चाहिँ मलाई लास्ट गाह्रो भइरहेछ सो आज त्यति